तायोको पुलतिर जाँदैछौँ अहिले हाम्रो म्याडमसित। 250 सम्मको उसके के अरे चौडाइ भएको मुनि म्याडम। हाम्रो तायो ब्रिज अघि देख्नुभयो, हामी त्यही माथि चढ्दैछौँ। बोटहरू यसरी मुनिबाट जान्छ र हामी अघि चढेको बोट यही हो र त्यो गाउँ वरि पुलमा आयो हामी। तायोको अर्को नमुना पुल हो यो। यहाँको घरहरू सक्नुहुन्छ। त्यो माछाको सिपीहरू टाँसेको है। यस्तो छ नजारा, राम्रो छ। तायो हाम्रो तायो, यही हो हाम्रो तायो। ये देखो 325 साल पुराना मंदिर। ओ भाई नजारे तो देखिए। ओ भाई क्या है, 1699 में बने रहेछ है यो गाउँ। पुरानो फोटोहरू नम्मी छौ। तायो गाउँ। मकाउ पुल ला 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 ला। यताको ठाउँ हेर्नु न हो, कति पुरानो यस्तो गाउँ छ हेर। माछाहरू हो, माछा मार्न मान्छे नभएर कति छ है। यता नि छ। गएर यस्तो नेटले पक्रिदिनु त्यो सोच्ने। यस्तो पनि हुन्छ। चाडा चाडा बुढी। कस्तो लागिरहेछ? स्वर्गमा हापेको हेर्नु न कस्तो। अझै माथि बाँकी छ। मलाई त फेरि भर्याङ भनेपछि त आना कस्तो कस्तो मजा लाग्छ यार। आनन्द आनंद लगता है। हे 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 हमको तो। हे बुढ़ी, हमको तुमसे प्यार है, जिया बेकरार है, आजा मेरा बीबी, मेरा इंतजार तेरी नजर, खुशबू तेरा बदन, तू हाँ कर या ना कर, तू है मेरी रत्ना। Oh my God, yes. आउनलाई छ। ला 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 ला। म फेरि ढले 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 मत ढले 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 ढले। बुढा आउनुभयो। बुढालाई त यो सजिलो लाग्छ, मलाई त बानी नभएर
बुढाले अब बर्ड्सको साउन्ड गर्ने सो योर ट्यालेन्ट कम अन बुढा ओहो यतिको त हुन चाहियो है के करायो खोइ त बुढा अगाडि जाने यतिमै के करायो कुन पक्षीको हो चराको भ्युज ओ माई गॉड अझै माथि जाने यति माथि माया आऊ 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 माया चाँडो चाँडो आऊ 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 माया पसिनै आयो Woo! Good job. 60% चढ्यो हामी 40% अझै बाँकी छ ल 40% होइन तिमीलाई घटाएर अब 30% मात्रै राखिदिन्छ है 30% चढ्यो भने टुप्पामा पुग्छ कुन पुग्छ उहु ला 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 लो लो अब यो बाटो मेरो हो कि यो बाटो बुढीको अब यो बाटो मेरै हो कि यो बुढीको के भयो घामले ल छैन अब अब सकियो क्या तिमीलाई सकियो के छैन हो छैन अम्मा थाक्यो हो 1 सेकेन्ड मकाउ ब्रिज ल हामी चाहिँ यो तायोको डाँडाको टुप्पोमा आइपुग्यो अब योभन्दा माथि चाहिँ डाँडा छैन जस्तो मलाई लाग्छ खै हेरौँ अब चाहिँ नाइस भ्यू आउँछ जस्तो लाग्छ नाइस भ्यू खोजेको जस्तो आउला जस्तो छ के हो यस्तो या ग्रेट वाल जस्तो देखिने यार तर ग्रेट वाल होइन सानो बाटो झलक्क हेर्दा ग्रेट वाल जस्तो देख्दो रहेछ यहाँबाट के छ What the views, guys! What the view! आमा कस्तो लाग्यो भ्यू कस्तो लाग्यो भनेको क्या भ्यू त असम हो आमा होइ दूरबीन पनि छ है यहाँबाट हेर्नको लागि टाढो हो माई गड घाम पनि हो च्यान्डारा यो सबै डाँडा वरिपरि सबै गोलै छ यो खाल्टोमा यस्तो रहेछ हौ आहा यस्तो राम्रो बाटो हो दामी छ हौ दामी ओहो एन्टी लाइट पर्यो च्यान्डारा फेरि यताबाट चकिलो देख्दो रहेछ दामी ए बडी त्यहाँ कस्तो राम्रो फोटो आउँदो रहेछ नि त
फोटो खिचौँ ल के भयो किन भयो हेर्नु यो पुल आउँछ 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 यहाँबाट पुलै गायब पुलै गायब पुलै गायब यहाँबाट सबै अन्डरग्राउन्ड हुन्छ क्या अन्डर वाटर है भन्यो भने हो त हो त्यहाँ निस्केर है त्यो उताबाट फेरि पुल है यस्तो छ के है अन्डर वाटरबाट फेरि यताबाट निस्किन्छ यस्तो हरिब पुल छ यहाँ ल है यस्तो छ यता पुल अनि छैन 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 यहाँबाट निस्किन्छ है यस्तो छ यु क्यान सी इट यु क्यान सी इट खट्टो खाएको मेरी माया आमा कति राम्रो देखेको यार खा भाइ चमिचा यता हेरेर भन न ओहो look at this guys दामी 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 कसै कसै मन पर्ने फोटो खिचेर खुसी भएर बसेछ कोही खुसीले आँखा भुइँमा छैन धन्दै लोटेन गरेर भाइ र सिस्टर हाँस्दिएको क्या फेरि मान्छे आयो भनेर कसै कसै यो के हो गाइस कसैलाई थाहा छ यो चाहिँ आगो निभाउने कुरा हो यो चाहिँ आगो निभाउने कुरा हो यो जङ्गलमा आगो लगायो भने चाहिँ यसले निभाउँछ है बुझ्नुभयो आमा आमा खाबै मृछ खाबै मृछ भोजन गुरुङ ओहो धरो दिए त म त मर्छु कि क्या हो गाइस त्यस्तो नभन्नु तिम्रो अनुहार देखेर के यति राम्री बुढी भनेर म त अनि खुसीले साह्रो छ मलाई सनसाइन जस्तो देखेको कि सनसेट जस्तो हो बुढी ए बुढी मान्छे तिमी रिसालु मुडी तर माया तिमीलाई गर्छु बुढी टोप्पानी आकाशमा उडी 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 ए बुढी अलि त बुढा कस्तो लाग्यो यता आएर कस्तो कस्तो दामी लाग्यो खब्जा च के भन्छ गुरुङमा खब्जा च के भन्नु न भन्नु खब्जा च वा बुझे त भन्नु गोरै छ ओहो गोरै छ सबन्मु धुरै छ गोरै छ सबन्मु बेलले सबन्मु तोरलिरा तोरलिरा प्रोलिरा हेर्नु यहाँबाट त एउटा बाटै सकेछ त हो बुढी गाइस फोटोजेनिक एन्ड भिडियोजेनिक हो मेरो बुढा त आमामाम यति हिँडाएर लिएर आयो अब फेरि तल जाने हो ओहो कस्तो कस्तो बुढाले बुढीको बुढीले बुढाको खिचेको मैले त फोटो खिचेको बुढी होला त्यहीँ बस्छ त म फोटो हालिदिन्छु हामी झरिसकेको अवस्था अहिले डाँडा माथिबाट दामी झर्ने बेलामा खिच्न बिर्सेछ के गर्नु दामी थियो ठाउँ बिर्सेछ के गर्नु म बुढी के गरौँ हेपी ओ ओ ओ ओ ओ ओ आई नो
ओहो यस्तो छ है गाउँ त धरो घुमियो आज धरो घुमियो है बुढी आनन्द यो मैले पहिला 2004 मा काम गरेको एरिया हो मैले 2004 मा यही एरियामा काम गरेको है त यो एरियामा काम गरेको मैले यता भेट्टामा पुरा स्लोप गरेको यस्तो भेट्टामा हो प्रिभेन्ट यसको पछाडितिर वी प्रिभेन्ट देम फ्रम ल्यान्डस्लाइड मेरो काम चाहिँ बुढीले पनि लिएर आउने गाइस हङकङको गाउँ भनेपछि पानीको माथि गर्नु पर्यो म बुझेँ है अब त्यस्तो हो त्यो डाँडा हो त्यो पछाडि पहिरोबाट बचाउने काम थियो मेरो नेक्स्ट टाइम जब गाउँ भनेपछि त म आउँछु अहिलेभन्दा 20 years बिफोर गाइज 20 years बिफोर ओ माई गॉड तर यो ठाउँ चाहिँ जस्तोको त्यस्तै छ नथिङ चेन्ज केही चेन्ज छैन जस्तोको त्यस्तै छ यहाँका मान्छेहरू एकदम साइकल चलाउन एकदम सोकिन भएको मान्छेहरू रहेछ फुटबल ग्राउन्ड चरी भरार ओ चरी चरी सोभिनियर्स $60 यहाँ नि पछाडि म पहिला युलोङ बस्थेँ युलोङबाट म यहाँ तुङचुङ गएर तुङचुङबाट बस चढेर यहाँ आउँथेँ काम गर्नु गाइज यहाँ भोक लाग्यो के गर्ने अब पर्खिन पर्ने भयो बुढी के खाने हो अब त यो ओके एनी बोक्न सक्छौ भने हाल न तिमी एउटा मात्रै हाल ल धेरै नहाल माछाको सुकुटी त्यही छ त्यस्तो भन्ने पहिला मैले हेर्नु कतिचोटि खाना खाइछु ओहो आमा नजारा हेर त ओहो त्यो दामी अब यहाँबाट सनसेट भ्यूमा अब फोटो खिच्न पर्ने हुन्छ मेरो बुढीको फोटो खिच्यो भने बुढी खुसी हुन्छ जिन्दगी यस्तै छ पुरा बुझ्नुभयो हो मैले त यहीँबाट फोटो हानिदिएँ मेरो बुढीको अघि डाँडामा यता हेर त ओहो हो ल ल ल यति त गर्नै पर्यो गाइस बिहा गरेपछि यति नगरेपछि त के बिहा गर्नु होइन गर्नै पर्यो यतिको सर खान्छौ सुमाई फेरि माया सुमाई खाने हो ओइ
ए माछा पोलेको खाने हो खै हेरौँ माछा है फेरि है हाम्रो बुढीलाई भोक लागेको छ अरे अब यहाँ कता यो घर जाने यो बोटको चाहिँ कहाँ बोट कति बजी छ बोटको टाइम हेर्नुपर्ने हुन्छ अब बोटको टाइम हेर्ने अनि बोटमा जाने पायो भने पाएन भने ठिकै छ बसमा जाने के गर्छ हो बुढी यहाँ के छ त्यहाँ खाइदिउँ है त्यही अभियसली फिस बल एन्ड अल त्यसको पहिला अगाडिको राम्रो छ तपाईँ यता लिनु म त्यता गएर यहाँकै हेरौँ न यहीँ के छ त्यो खाइदिउँ ल बुढी ओके हेर न गाइस के भन्छ यस्तोलाई होइन रियलमा चाहिँ कति ठुलो देखेको क्यामेरामा चाहिँ कति सानो देखेको घाम बुढी हजुर कस्तो लागिरहेको छ त आज कस्तो भयो आज बेसी रमाइलो है माइ गॉड सबै त्यही खिचेछ कस्तो राम्रो बोट आयो बोट आयो बोट आयो बोट आयो अब हामी यो बोट चढेर जानुपर्ने हुन्छ बोट आयो त बुढी त्यो हो न प्यारमा यसो गर्थ्यो नि यहाँ त्यस्तो गर्ने है ओइ बाजे बाजे आएको ए बाजे यहाँ रोक्छ हो बुढीलाई फेरि अब यस्तो बोटहरूसित त फेरि कोही कोही त रमाउने भयो ल है गाइज हामी त बोट चढी भएको हामी बोटको नि माथि बसेको छौँ ऊ माया यता हेर त मलाई विन्डो पाएर ए माथि बसेको छौँ हामी त हो मजा छ गाइस मजा है हाम्रो बोट हिँडिसकेको छ अब फेरिबाट तायु बाई बाई तायु नानी यता हेर अब यसको हावा हेर त माया के हेरेको त्यसरी फेरि के वा त्यो दुइटाको पिच्चाबाट छिराउने हो क्या बोटहरू प्रभुत्व भयो है प्लेन ल्यान्ड गर्दैछ प्लेन ओ झऱ्यो 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 सिग्नल है ट्रिङ 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 गरेर दिएछ है भएमा कि है झऱ्यो 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 प्लेन ल्यान्ड गऱ्यो Ale trzeba okna też o. झऱ्यो झऱ्यो टेक डाउन
センドよ右の方もなんかいっぱいあるよね。あれは街か。 सेफ ल्यान्डिङ भयो 長いね。 मकाउ ब्रिज अघि दिनभरि देखाएको मैले यो मकाउ ब्रिज what a wonderful bridge म्याडम म त मकाउ ब्रिजको मुनि मुनि हिँडिराखेको छु मकाउ ब्रिजको मुनि मुनि हिँडिराखेको लाइट हेर्नु कस्तो भएछ छु लाइट लाइट हेर्नु कस्तो भएछ केबल कारै रातिको भ्यूमा यस्तरी छ है बुद्ध जाने केबल कार छ Hey guys, Sahara Eta Laksa Bahara Tungsanga Bazara Rati-rati cable car Cable car माया ये मेरो भिडियोको मोडल बजार आयो हामी त तुङचुङमा झऱ्यो अब एमटिआर कता हो थाहा छैन आँखा चिम्लेर यहाँ अरू मान्छेको फलो गर्दै हिँड्दैछौँ के गर्नु कता हो उडी एमटिआर एमटिआर कता हो यता हो कि त्यता हो यता हो कि यता हो कता हो भनेको कि थाहा भएन के खाइको जोडाको चटपटी एउटै चम्मच है भयो है माया हेर्नु गाइस माया यतिको त हुनपर्छ यतिको त हुनुपर्छ क्या बुढी भाग्यमान पुग्नु जायो ठुलो हुन्छ ल मनपर्ने कुराको दिनभरि घुम्यो मैले बेलुका आएर चटपट पनि खायो मेरो बुढी एकदम खुसी छ गाइस फाइनल्ली हामी घर आइपुगे हामी अहिले लिफ्टमा छौँ अहिले रातिको 9:30 हुन लागिसकेको छ हामी चाहिँ कति बजे उठेको निस्केको थिएँ यहाँबाट 10-11 बजे ठ्याक्कै झन्डै 12 घन्टा लाएर फर्केर आएछ हामी अन्त तल आयो अब मैले मेरो भिडियो इन गर्न पर्ने हुन्छ
तपाईँहरूलाई मेरो भिडियो फेरि हेर्न मन लाग्छ भने प्लिज लाइक सब्सक्राइब गरिदिनु होला त्योभन्दा पहिला मेरो कफीको रियाक्सन हेर्नु है अब म आएपछि हेलो कफी गुड गर्ल Good girl. Good girl. Yes. Oh my God. Oh. 거기다 왜 있나? Oh, good girl. Good girl. Good girl. के भन्यो बहिनी यहाँ एउटा यो गर्नु खोजेको सेलेक्टेड गर्नु कपी Whoa. Oh, दिए मैले लोकेसन कहिले अन गरिदिनु हौ दादा बाई बाई